आफ्नी बुइनी माथि त्यति ठुलो घटना घट्या कुरा हेर्नुस् पुरा भिडियो हेर्नुस्। तपाईँले कस्तो भइचल त्यसलाई म त्यसै छोड्दिन। अब म सबै दाजुभाइसँग सल्लाह गरेर टोलका सबै मान्छेहरू उठाएर हदसम्मको सजाय दिलाएर छोड्छु। पनि गल्ती हुँदा हुँदै केटालाई मात्रै सजाय दिलाइदियो नि त। भुन्टीले बोलेको कुरा सही हो कि होइन हेरेर मात्र भन्नुहोस् है। आफ्नो गल्ती हुँदा हुँदै पनि अर्का छोरालाई मात्रै फसाउने काम गर्न सक्छन्। त्यही भएर आफ्नो कोपरै छुट्याएर सजाय दिलाउनु भन्दा पनि जसको गल्ती हो त्यसैलाई सजाय दिलाइदिनु। भूपेन्द्रले अब म त्यसलाई कडा भन्दा कडा सजाय दिन्छु भन्छन्। हो दर्शकबिन भुन्टीले के भन्छन् त? भुन्टीले हो दर्शकबिन अब केटालाई मात्र होइन अब केटीलाई पनि सजाय दिनै पर्छ, नभए केटीहरू पनि कति गलत हुन्छन्। त्यो केटीहरूले सबै केटाहरूलाई फसाउँछन् कि केटालाई मात्र गलत देखाउनु त। यति बेला भने भूपेन्द्रले भिडियो अन्तिमसम्म हेरेर माया साथ सपोर्ट गर्नुहोला। हो नमस्ते, तपाईँले सम्पूर्ण जानकारीको लागि यो भिडियो हेर्नुहोस्। अबको आउँदो पाठमा के कस्तो भागहरू आउला हो दर्शकबिन तपाईँहरूले नै रुचाएको सिरियल भुन्टी त धेरैजनाले हेर्नुहुन्छ नि होला भन्न चाहन्छु। भिडियो अन्तिमसम्म हेरेर माया साथ सपोर्ट गर्न नभुल्नुहोला। अब सम्पूर्ण जानकारीको लागि फेरि पनि तपाईँले यो भिडियो हेर्नुहोस्। दर्शकबिन अब केटालाई मात्र होइन केटीलाई पनि सजाय दिनुभएका छन्। हो दर्शकबिन भुन्टीले कति आफ्नो नन्दलाई सम्झाउँथिन् तपाईँलाई थाहा नै होला, मैले धेरै कुरा भनिरहनु नपर्ला। हो दर्शकबिन अब पनि तपाईँले युट्युब च्यानल सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरेर माया साथ सपोर्ट गर्न नभुल्नुहोला। र अब साँच्चै दुई जोडीको बिहे होला त भिडियो अन्तिमसम्म हेर्नुहोला। धन्यवाद सम्पूर्ण महानुभावहरूलाई। तपाईँहरूले यो भिडियो तपाईँहरूलाई कस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिन नभुल्नुहोला। र हजुरहरूको कुन ठाउँदेखि र देश विदेशदेखि छरिएर बस्नुभएको छ भने पनि हजुरहरूले कमेन्ट गर्नुहोला। हस्, धन्यवाद।